नदोसाउनु बुहारीलाई पनि नदोसाउनु। प्रथम भुल चाहिँ छोराकै देखिन्छ। कारण छोराले यो सोच्दैन कि मैले चाहिँ हो कस्तो व्यवहारको बिहे गरेँ भने चाहिँ आमा बाउले खुसी साथै हुन्छ भनेर अनि रूप हेरेर मात्रै हेर्छ, भविष्यमा बाटो हेर्दैन। आमा बाउले कहिले सोध्दैन कि अर्काको छोरी हो लाई जे गर्दा पनि हुन्छ, किनभने आमालाई पनि थाहा हुन्छ कि म पनि यति बुहारी थिएँ भनेर हो। केटाले सोध्दैन कि केटीले पनि घरको हालत नबुझी मुसुक्क हाँसेर मस्त भएर आफूलाई हेमा मालिनी राजेश खन्दा सम्झिएर कसैको हो घर बिना सारसल्लाह बिना नै आउँछ, हाम फाल्छ। रुखको हाँगा नेहेरी चढ्यो भने कतिपय पछि कष्ट त हुन्छ केटाले पनि सोध्नु पर्छ कि मेरो बहिनीलाई पनि यसलाई गऱ्यो भने मनमा कस्तो कष्ट हुन्छ। र साथै कहिले पनि सोच्नुपर्छ कि मेरो भाउजूले आफू जस्तै जान्छ उता गएपछि जस्तै मैले अब हेला गरेर भन्दैन, मेरो त ज्योति छ त्यो कोही जान्छौ हेला गरेर कस्तो हुन्छ होइन। त्यो सोच्नुपर्छ। त्यो गरेर चाहिँ बुहारीलाई त्यही प्रकारको चाहिँ हामीले उ गर्नु पऱ्यो भनेर देखेको हो। दामी दामी हामीले आँखाले चाहिँ आँखा चिम गरेर